आज चाहिँ हामीहरूले अटोमेटिक सिरियल नम्बर चाहिँ कसरी ल्याउने है त्यो पनि रिलेटेड बेस अनुसार त्यसको बारेमा चाहिँ हामीहरूले छलफल गर्दैछौँ। जस्तो कि एकातिर एउटा कोलममा ए कोलममा चाहिँ मेरो सिरियल नम्बर छ भने बी कोलममा चाहिँ मेरो प्रोडक्ट छ है। अब मैले चाहिँ यदि मैले प्रोडक्टको नामहरू त्यहाँनिर टाइप गरेँ, प्रोडक्ट आइटमहरूको नाम टाइप गरेँ भने पछाडि चाहिँ मलाई अटोमेटिक सिरियल नम्बरहरू आउने बनाउनु छ है। त्यसको लागि चाहिँ हामीहरूले जानेर सिरियल नम्बर ल्याउनु छ, त्यहाँ गएर चाहिँ एउटा फर्मुला लाउनु पर्ने हुन्छ। त्यो फर्मुला लाउँदाखेरि चाहिँ फर्स्टमा इक्वल टु प्रेस गर्नु पर्यो, त्यस पछाडि सिक्वेन्स है। अनि सिक्वेन्स लगाइसके पछाडि स्मल ब्राकेट ओपन गर्नु पर्यो। अनि स्मल ब्राकेट ओपन गरिसके पछाडि चाहिँ हामीले काउन्टा भन्ने फंक्सन लाउँछौँ है, काउन्टा। अनि काउन्टा चाहिँ किन लगाइरहेछौँ भने पछाडि अब चाहिँ हामीले काउन्ट गर्ने हो नि त हैन। अब केसको आधारमा चाहिँ काउन्ट गर्ने, अहिले चाहिँ हामीले प्रोडक्टको आधारमा चाहिँ काउन्ट गर्दैछौँ भने अब यहाँनिर प्रोडक्ट है ब्राकेट भित्र चाहिँ राख्नु पर्यो। मैले चाहिँ प्रोडक्ट कुन कोलममा अथवा कुन रोमा गराउँदैछु भन्ने कुरा हो। अहिले चाहिँ प्रोडक्ट चाहिँ मेरो कोलममा भएको हुनाले मैले कोलमलाई चाहिँ सिलेक्ट गरेँ यसरी है, अल कोलमलाई सिलेक्ट गरेको छु प्रोडक्टको। अब त्यस पछाडि चाहिँ ब्राकेट बन्द गर्नुस् अनि इन्टर प्रेस गरिदिनुस् है। यसरी गर्दाखेरि एउटा मात्रै सिरियल आयो। अब मैले यहाँनिर गएर प्रोडक्टको नाम राख्छु ल कीबोर्ड। अब मैले यहाँनिर इन्टर प्रेस गरेँ भने मलाई अटोमेटिक आउँछ कि, किनकि मलाई अर्को प्रोडक्ट आइटमहरू राख्नु छ। यसरी अटोमेटिक चाहिँ आउँछ है। हजुरहरूलाई पनि यस्तो खालको एकचोटि ट्रिकहरू आवश्यक पर्छ अथवा यो ट्रिकले चाहिँ हजुरको काम गर्छ भने हजुरहरूले पनि सजिलैसँग आफ्नो कम्प्युटरहरूमा अथवा ल्यापटपहरूमा चाहिँ युज गर्न सक्नुहुनेछ।